आज हामीहरू म्याच हेर्न गइरहेको एनपिएल जनकपुर भर्सेस सुदूरपश्चिमको टिमको आज म्याच हो। हेरौँ अब टाइम त अहिले धेरै टाइम बाँकी छ तर गइरहेको सर्टकट बाटो हो। टियुको सर्टकट बाटो हेर्नु, टियुको सबै सर्टकट बाटो के जङ्गलतिर जाने हो। टियु क्रिकेट ग्राउन्डको यो सेन्ट्रल डिपार्टमेन्टको अफिसहरू भयो तर यतिकैबाट सर्टकट बाटो जान्छ। हामीहरू अब जान लागेको अफिसहरू हो। फिजिक्सको डिपार्टमेन्ट यतै रहेछ, सेन्ट्रल डिपार्टमेन्ट अफ फिजिक्स सबै टियुको डिपार्टमेन्टहरू हो। डिपार्टमेन्ट अफ कि जितेची कि सीखेची क्रिकेट चाहिँ त जितेची सुरुवे बल सब पिटेची बाइ नै चाहिँ कोनमले सिटिङ पिच फाइभ कटिकेची एभ्री रहेछ। हेर्नु नि एनपिएलको क्रेज चल्नको लागि त धेरै भिड रहेछ। हेर्नु नि यो गेट नम्बर 4 हो। हामीहरू अब यही बाटोबाट छिर्ने हो, यही बाटोबाट हामीहरू अब छिर्ने हो एकछिनपछि। अहिले नजाने भित्र आजको खतरा हुनेवाला छ किनभने धेरै आज म्याच खतरा रमाइलो हुनेवाला आज म्याच हो। म्याच त आज चल्छ राम्ररी। हेरौँ अब को जित्छ। पर्यो जसरी भए पनि जित्नु पर्यो, जसरी पनि जित्नु पर्यो है। हेरौँ अब पर्फर्मेन्स त राम्रै गरिरहेको। अब उहाँलाई 124 रन भइसक्यो, 4वटा विकेट गयो। अब हेरौँ दिपेन्द्र सिंह हर्षित सिंह म्याच तर धेरै ट्विस्ट भइसक्यो के म्याचमा। म्याच अलिक ट्विस्ट भइसक्यो। हेरौँ अब चौकाभन्दा रोक्यो। हिमाल पहाड तराईको प्यारो भत्ते पनि कर्णाली पारेको पानी खाएको बाघ 6 बलमा 6 छक्का जसरी पनि जित्यो। सुदूर लास्टमा सुदूरपश्चिमले जितिसक्यो म्याच, जनकपुरले बेचारा हारिसक्यो म्याच। अब हेरौँ सुदूरपश्चिमले जित्यो म्याच। अब versus जनकपुर वर्षको कि जितेची कि सीखेची क्रिकेट चाहिँ त जितेची सुरुवे बल सब पिटेची बाइ नै चाहिँ कोनम सुदूरपश्चिम वर्सेस जनकपुर बोलको म्याच भइरहेको। भिड त खतरा थियो भाइ, खतरा। अब के गर्ने तर मान्छेहरू हेर्नुहोस्, हजुर आफै अनुमान लगाउनु कत्रो भिड रहेछ। हेर्नु त आमा यत्रो भिड रहेछ तर तैपनि अब खाल्टो बाटो कहाँ चाहिँ हेर्नै मिल्दैन, नत्र धेरैहरू खाल्टो बाटो पनि रहेछ। अब बिस्तारै बिस्तारै हामीहरू पुगौँला घर, धेरै टाइम लाग्यो। एकैचोटि छुट्यो भने फेरि गयो, फेरि पैदल जाने हो हामीहरू।
फेरि पैदल बाघहरू हुन्छ नि हामी आफै बाघ चुरिया दिउला टिकिया दिउला दिउला नि मया हो पुतहली मया लाम्न हो मेरे पुतहली छैन भनेर बसिरहेको क्या आनन्द के गर्दै बसिरह्यो भने खाँदै बसिरह्यो भने तर केलले राम्रो काम एउटा के गरेको हामीहरूलाई निःशुल्क बस दिएको सेफली हामीहरू घर जान सक्छौँ यो राम्रो काम गरेको केलले हाम्रो पैसा कसैको पैसा रहोस् तर राम्रो काम हो के यो एउटा मलाई एडभान्टेज लाग्यो केनको केही छैन अब एकछिन हामीहरू घर छोडेंगे हम तोरे बिन हम अधूरे हैं राम कसम